गुरु फालोनरले जुन खालको समाजमा एउटा समाज सुधारको परिकल्पना गर्नुभएको थियो र उहाँले समाजमा अहिंसा, मानवता, समानता, प्रकृति पूजा, लोकतन्त्र जस्ता कुराहरूको परिकल्पना गर्नुभएको थियो समाजमा। गुरु फालोनर सम्बन्धी संक्षेपमा 1-2 मिनेटमा उहाँको जीवनी थोरै म राख्छु। उहाँको जन्म 1942 कार्तिक 25 गते साबिक इभाङ गाविस, अहिले माङसुङ गाउँपालिका 2 चुक्ची नम्बरमा उहाँको जन्म भएको थियो र उहाँको चाहिँ बुवा अंशुमन्त लिङदेन र हंसमती बेगा आमा हुनुहुन्थ्यो। उहाँको साइला सुपुत्रको रूपमा उहाँको जन्म भयो र उहाँले सुरुमा फलामसिंह भनेर नाम राखेको थियो भन्ने कुरा छ। म उहाँको जीवनीको बारेमा धेरै कुरा जान्न चाहन्न र मैले अलिकति यहाँ जोड्न खोजेको कुरा चाहिँ उहाँ खास गरेर गुरु फालोनरको बाल्यकाल चाहिँ अभाव, गरिबी, चरम गरिबी अनि त्यस्तोमा बित्यो। खास गरेर त्यो समयमा राणाकालमा चाहिँ नेपालमा शिक्षा को क्षेत्रमा धेरै नै नेपाल पछि परेको, शासकहरूले नै शिक्षालाई रोकिरहेको अवस्था थियो र हाम्रो देश त्यो बेला आर्थिक रूपमा पनि ज्यादै विपन्न अनि अधिकांश हाम्रो जनजीवन चाहिँ कृषिमा आधारित अनि खेतीपातीमा, कृषिमा, जमिनमा आधारित हाम्रो जीवन पद्धति र राज्यले त्यो बेला के त भन्दाखेरि नेपालका आदिवासीहरूलाई खास गरेर नेपालीहरूलाई चाहिँ पल्टन पठाउने चलन थियो। त्यो क्रममा उहाँ चाहिँ पल्टन जान पुग्नुहुन्छ। त्यो कुराहरू यो पृष्ठमा गुरु फालोनरको बारेमा चर्चा गर्दै गर्दा त्यो कुराहरू हामीले भन्नै पर्ने हुन्छ र एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के छ भन्दाखेरि गुरु फालोनरले बाल्यकालमै उहाँले माङगेटमा गर्नुभयो। माङबाट चाहिँ उहाँले माङगेटमा गर्नुभयो खत्रकपामा। त्यस पछाडि चाहिँ उहाँ 12 वर्षमा ब्रिटिस गोर्खा सेनामा काम गर्नुभयो। 1964 सालमा गुरु फालोनर चाहिँ यो ब्रिटिसको गोर्खाली सेनामा प्रवेश गर्नुभयो र यो एउटा के छ भन्दाखेरि बहुत इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के रहेछ भन्दाखेरि उहाँको पल्टन चाहिँ गोर्खा रिक्रुटिङ डिपो घुम भन्ने दार्जिलिङमा चाहिँ त्यतिखेर यता खास इलाम, धनकुटा, भोजपुर 5 थरका मान्छेहरूलाई, तादुङका मान्छेहरूलाई रिक्रुट गर्नको निम्ति दार्जिलिङमा एउटा यो गोराहरूले गोर्खा रिक्रुटिङ डिपो घुम भन्ने चाहिँ स्थापना गरेको रहेछन्। त्यहाँ स्थापना गरिसके पछाडि चाहिँ त्यहाँबाट चाहिँ हाम्रो यो युद्धमा गाउँ गाउँमा पसेर चाहिँ हाम्रा युवाहरूलाई भर्ती गर्ने चलन थिएछ। त्यही क्रममा गुरु फालोनर खास गरेर उहाँको दाइ पनि आफै यो लाउरेको रूपमा काम गर्नुहुन्थ्यो र उहाँको छिमेकी बलबडु यङयाङ पनि बराउनु हुन्थ्यो। उहाँ यता छुट्टीमा घर आउँदाखेरि गुरु फालोनर दाइ भेट्न भनेर लिएर जान्छन् र उहाँ 1964 सालमा चाहिँ भर्ती हुनुभएको रहेछ र उहाँको चाहिँ 7 गोर्खा राइफल्स भन्ने पल्टन थियो। यो पल्टन चाहिँ निकै पुरानो पल्टन रहेछ। यो एकदम इन्ट्रेस्टिङ बुक चाहिँ लेखा छन्। यो गोर्खा साम्राज्यको महरी, ब्रिटिस गोर्खा फौज, ब्रिटिस साम्राज्यको मोहर भन्ने एउटा चाहिँ पुस्तक छ। त्यहाँ धेरै लामो डेटा छ यो गोर्खाली सेनाहरूको भर्ती कसरी भयो, त्यहाँको पल्टनहरू भन्ने कुरा छ र हामीले अहिले अध्ययन गर्दै जाँदाखेरि मैले धेरै अध्ययन गर्दा पनि गुरु फालोनरको पल्टन अनि उहाँले लडेका ब्याटलहरू अनि कुन कुन ठाउँमा चाहिँ गोर्खा राइफल्सको पनि 7 गोर्खा राइफल्सको कहाँ वार भयो फर्स्ट वर्ल्ड वारमा भन्ने कुराहरू चाहिँ त्यतिखेर डेटाहरू पाइँदैन रहेछ। तथापि उहाँ त्यहाँ भर्ना आउनुभयो। भर्ना हुँदा पनि हाम्रो नेपालमा के थियो भन्दाखेरि पहिलो विश्वयुद्ध थियो र शासकहरूले चाहिँ हाम्रो आदिवासीहरूलाई चाहिँ गोर्खाली सेनामा भर्ना गरेको अवस्था थियो र उहाँ त्यहाँ वारमा पर्नुभयो र 1975 साल कार्तिक 26 गते प्रथम विश्वयुद्ध समाप्त भयो। त्यस पछाडि गुरु फालोनर 1976 सालमा स्वदेश फिर्नु भएको र त्यस पछाडि चाहिँ उहाँले चाहिँ गुरु फालोनरले चाहिँ समाजमा अहिंसा, शान्ति, मानवता र प्रकृति पूजाका निम्ति चाहिँ काम गर्नुभएको देखिन्छ। अब गुरु फालोनरलाई हामीले हेर्दाखेरि र मैले हेर्दाखेरि चाहिँ गुरु फालोनरलाई एउटा महान दार्शनिकको रूपमा उहाँ आध्यात्मिक गुरु हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ एउटा आध्यात्मिक गुरुको रूपमा उहाँलाई एउटा माङको प्रतिनिधिको रूपमा, माङको अंशको रूपमा हेर्ने, चिन्ने, बुझ्ने हाम्रो एप्रोच छ, सम्मान गर्ने हाम्रो एप्रोच छ र त्यो सँगसँगै उहाँलाई चाहिँ हामीले एउटा महान दार्शनिकको रूपमा पनि चिन्न सक्छौँ। उहाँको जीवनी, उहाँको कार्यहरू हेऱ्यो भने उहाँलाई एउटा महान दार्शनिकको रूपमा हामी उहाँलाई चिनाउन सक्छौँ। र उहाँले जीवनमा कुनै ठुलो पुस्तक लेख्नु भएन।
उहाँले जीवनमा कुनै ठुलो दर्शनको रिसर्च पनि गर्नुभएको थिएन, तर उहाँले जे गर्नुभयो त्यो गर्नुभएको कुरालाई हामीले एनालाइसिस गर्यौँ भने, हेऱ्यौँ भने चाहिँ नि उहाँ एउटा महान दार्शनिक हुनुहुन्थ्यो भन्ने कुरा निष्कर्ष निकाल्न सकिन्छ। र मैले उहाँको दर्शनलाई चाहिँ खास गरेर 9-10वटा बुँदामा चाहिँ राखेर चर्चा गर्ने गर्छु। र उहाँको दर्शनको बारेमा कुरा गर्दाखेरि चाहिँ शान्ति, आध्यात्मिकता, शिक्षा, मानवता, समानता, लोकतन्त्र जस्ता उहाँको चाहिँ दर्शनहरू रहेको हामी पाउँछौँ। यो सँगसँगै चाहिँ प्रकृति पूजा, अहिंसा अनि शाकाहारी जीवन पद्धति, एकता जस्ता चिजहरू उहाँको जीवनबाट हामी सिक्न सक्छौँ। त्यो हिसाबले हेर्दाखेरि उहाँ एकदमै फिलोसफर हुनुहुन्थ्यो, उहाँको यी दर्शनहरू थिए भनेर हामी त्यो निष्कर्ष निकाल्न सक्छौँ।